नमस्कार सर। यो पुस्तक मैले आज मेरो हातमा लिएको छु। जब र पार्टी जीवनको लोकतान्त्रिकरण। यो पुस्तक श्रद्धेय अध्यक्ष केपी कमरेडले लेख्नु भएको हो र 71 सालमा प्रकाशित भएको छ र यो पुस्तकको सम्पादन श्रद्धेय नेता प्रदीप गेवाली र अर्का नेता डाक्टर भेषराज अधिकारीले गर्नुभएको हो। यो किताब नेकपा एमालेका तमाम नेता कार्यकर्ताको निम्ति उपयोगी छ। यो अध्ययन गरियो भने पार्टी जीवनलाई अघि बढाउने कुराहरू धेरै सहज हुनेछ र यो किताबमा विशेष गरेर जबको सान्दर्भिकता र पार्टी जीवनमा लोकतान्त्रिकरणको आवश्यकता भन्ने कुराहरू जोडतोड उठाउनु भएको छ। यो किताबमा उल्लेख भएअनुसार पार्टी अघि बढिरहेकै थियो, तर विडम्बना 2082 भाद्र 20 देखि 22 गतेसम्म पार्टीको दोस्रो विधान महाधिवेशनले यो किताबको भावना र मर्म विपरीत एक व्यक्ति 2 कार्यकाली पद र 70 वर्ष उमेर हद जुन व्यवस्था गरेको थियो त्यसलाई खारेज गरिदियो र यो निकै दुःखद कुरा हो। यसले आज आन्तरिक पार्टी जीवनमा एउटा सङ्कटग्रस्त अवस्थाहरू उत्पत्ति भएको छ। त्यसकारण यो किताबलाई तमाम नेता कार्यकर्ताहरूले अध्ययन गरौँ र पार्टीलाई गन्तव्यमा पुर्याउनको निम्ति हामीले के योगदान गर्नुपर्छ भन्ने कुराहरू मनन गरौँ। यसलाई भित्रबाट संक्षिप्त रूपमा यहाँ प्रकाशकले उल्लेख गर्नुभएको छ। जुन पार्टीको आन्तरिक जीवनमा लोकतन्त्र छैन या जुन पार्टी खुदै लोकतान्त्रिक छैन त्यसले समाजमा लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्न सक्दैन। लोकतन्त्र देखाउने आवरण या पार्टीलाई सिँगार्ने गहना होइन। यो राज्य सञ्चालन गर्ने वैज्ञानिक, न्यायपूर्ण र सामाजिक विधि हो। राज्य सञ्चालनका जिम्मेवार दललाई उत्तरदायी बनाउने व्यवस्था हो र यो व्यक्तिको आचरण र जीवनशैली पनि हो। लोकतन्त्र समग्र